आज चाहिँ रियल म्याड्रिड गेम छ सान्टियागो बर्नाबाउमा रियल म्याड्रिड भर्सेस एथलेटिको म्याड्रिड र एथलेटिको म्याड्रिडसँग योभन्दा अगाडि रियल म्याड्रिड नराम्रोसँग हारेको थियो कि त्यो गेम हेर्न जसो तसो सकिया थियो रियल म्याड्रिड फ्यानले भन्नुपर्छ होइन। त्यो गेम चाहिँ एकदम डिफेन्सिभली नि एट्याकिङ वाइज नि पुरै ध्वस्तै भएको थियो र आज चाहिँ फेरि गेम छ र आजमा चाहिँ रियल म्याड्रिडले दामी खेल्ला जस्तो लागिरहेको छ मलाई होइन। रियल म्याड्रिडको अहिलेको करेन्ट फर्म हेर्दा पनि म्यान सिटीलाई नि हराइदियो युसिएलमा, होममा नि अवेमा नि हराइदिइसकेको छ होइन। त्योभन्दा अगाडि जितिरहेको छ र अहिलेको सिचुएसन चाहिँ के छ भन्दाखेरि एउटा लसले चाहिँ रियल म्याड्रिडलाई टाइटल रेसबाट सिधै फालिदिनेवाला छ कि साल र यही बेला हो रियल म्याड्रिडले लगातार विनिङ स्ट्रिक चलाउनै पर्नेवाला छ लालिगामा, नत्र लालिगाको टाइटल रेसबाट चाहिँ सिद्धियो कि नो चान्स कि 0% चान्स। रियल म्याड्रिडको करेन्ट हेर्नुपर्दा चाहिँ रियल म्याड्रिडले राम्रै खेलिरहेको छ, टिम पनि राम्रो छ, डिफेन्सिभली र एट्याकिङ वाइज पनि एकदम राम्रो छ, गोल पनि थोरै थोरै खाइरहेको छ र यस्तै गेम कन्टिन्यू हुनुपर्छ रियल म्याड्रिडलाई टाइटल रेसमा पसिरहनु छ भई, नत्र रियल म्याड्रिड सिद्धो। आजको मेरो प्रेडिक्सन हुनेवाला छ रियल म्याड्रिड विन 3-1 होइन।